यो थापाथलीको सुकुम्बासी बस्ती नेरको स्टार्टिङ पोइन्ट हो, जहाँ आज नेपाल सरकारद्वारा दिएको मितिमा बिहानैदेखि सुकुम्बासीका टहराहरू हटाउनको लागि सरकारले बारम्बार ताकेता गरिरहेको थियो र आज फाइनल्ली आफ्नो काम गर्न पुगेको अवस्थामा हामी अहिले लाइभ दृश्य देखाइरहेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ प्रहरीको धेरै नै तपाईँको प्रहरी परिचालन भएको छ, महानगर प्रहरी परिचालन भएको छ, त्यस्तै नेपाल प्रहरी एकदम परिचालित भएको छ। यो बागमती खोला किनारमा यो भिडियो बनाइराख्दा यो बागमती खोला किनार हो। यहाँबाट बस्ती सुरु भएको छ। यो सुकुम्बासी बस्ती 2062 सालदेखि साइकल र्याली गरेपछि यहाँ बस्ती बसाइएको भन्ने सुकुम्बासीहरूको भनाइ छ र अहिलेको अवस्था म यसरी देखाउन चाहन्छु। यी ततार-बितर भएका भत्काइएका सामानहरू अहिले कुनै व्यवस्था गरेर कतै लैजानको लागि जोडजाम गर्ने अनि हेर्ने काम भइराखेको छ। यो सामान छान्दै गरेको दृश्य हो। सामान छान्दै हुनुहुन्छ। अलपत्रै छन्, पकाउने सामान सबै कुरा अलपत्र छन्। र मैले भिडियो बनाइराख्दा हिमालय टेलिभिजन, ग्लोबल, विभिन्न किसिमका राष्ट्रिय टेलिभिजनबाट पनि यहाँ पीडित समक्ष अन्तर्क्रिया तथा सोधपुछ गर्दै हुनुहुन्छ। एकैछिन सुनौँ उहाँको कुराकानी। हामीलाई त छानबिन गरेर हामीलाई व्यवस्थित होइन सरकारले राम्रो ठाउँमा लगेर राखिदिनु भएको। अनि सुविधा चाहिन्छ, काम गर्नुपर्छ। हामीले पनि त काम गरेर हाम्रो बालबच्चालाई पढाउनुपर्छ होइन, अनि पाउनु पर्यो। अनि हामीलाई चाहिँ राम्रो ठाउँमा लगेर राखिदिनु भयो। सबै मेरो कमाइ भनेको जस्ता र यो गम्भीर हो। अनि अब यसलाई चाहिँ बेचिसकेको लिने मान्छे आयो भने त्यो पठाएर अनि हामी चाहिँ उता के भन्छ उता मान्छे बसिरहेको छ, गइरहेको छ। अनि त्यहाँ गएर हामी पनि त्यहीँ बस्ने। हामीलाई कोही पनि लिन पनि आएको छैन। मैले अघि घरलाई सोद्धाखेरि हामी तपाईँहरूलाई लिन आउँछ यहाँ बसिराख्नु भएको भएर हामी यहाँ बसिराख्यौँ।
अहिलेसम्म कोही आउनु भएको कोही आउनु छैन। सम्पर्क पनि गर्नुभएको छ। सम्पर्क पनि गर्नु नम्बरै थाहा भएन। कता यहीँ भयो नातिनुती नै यहीँ जन्मे। कहाँ पढ्छ बच्चाहरूलाई स्कुलमा समस्या पर्ने यहीँ बुद्धेश्वरी मैले सकेसम्म गएर वस्तुगत स्थिति तपाईँहरूलाई देखाउने प्रयास गरेको छु। घर भत्काइएपछि हिजो साँझ यही झुपडीमा यही घरमा मस्त निद्रामा सुतेको मान्छे अचानक बिहान यो रामलीला देख्दा कसको मन नभक्कानी लाएर यसरी बस्ती बसाउन दिनु यत्रो वर्षसम्म सरकारले पहल नगर्नु, आफै पनि कयौँ 20औं वर्ष बसिसकेपछि कुनै पनि बासको लागि आफूले केही कदम नचाल्नु आफैमा दुर्भाग्यपूर्ण छ। तथापि नेपाल सरकारको मुख मात्रै ताकेर हुँदैन र फेरि नागरिक भइसकेपछि त्यो देशका नागरिकलाई सरकारले गर्नुपर्ने कामहरू गर्नुपर्दछ। साँच्चीकै नागरिकहरू पीडित जो छ, सरकारले जो साँच्चीकैको सुकुम्बासी हो, जग्गा विहीन मान्छे हो, उसलाई राज्य भएको अनुभूति गराओस्, सरकार अभिभावक भएको अनुभूति गराओस्। हरेक नागरिकले मेरो सरकार छ भन्ने महसुस गर्न पाओस्। यही चाहना हो हामी आम नेपालीको। अब कोही धनी घरबार भएको मान्छेहरू यसरी सरकारको छत्रछायामा बल नदेखाओस्, उसले सहर्ष स्वीकारोस्, सहस्त्र स्वीकारोस्, उसले आफ्नो सुकुम्बासीको अधिकार, वास्तविक गरिबको अधिकार नखोसोस्। यही शुभेच्छा प्रकट गर्न चाहन्छु। तपाईँहरूलाई घडीमा धैर्यता गरेर बस्नुहोला भन्न चाहन्छु। नमस्कार। पहिला